ओहो, ल हेर्नुहोस् त, हिजो प्रधानमन्त्री बालेनज्यूले रोस्टममा उभिएर नै नेपालले पनि भारतको सीमा मिचेको छ भनिदियो भनेर ओहो कति रोइलो गरेको छ, अहिले कति हङ्गामा छ। तर त्यसको पछिल्लो कारण देश बेचुवाहरूले कहिल्यै बुझ्दैन। त्यो कारण भनेको धेरै लामो छ, गहिराई छ त्यसको। हो, यहाँ तल देख्नु भएको छ, यस्तो ठाउँहरू हुनसक्छ, 2-4वटा ठाउँमा नेपालले पनि भारतको सिमाना मिचेको हुनसक्छ, होला, पक्कै पनि छ। र भोलि यही कुरा भारतको मिडियामा फैलिएपछि, भारतमा फैलिएपछि भारतले पनि के भन्छ, हाम्रो मिचेको सिमाना फिर्ता गर भनेर भारतले पनि आवाज उठायो भने त्यहाँ के हुन्छ, नेपालले पनि आवाज उठाउँछ त्यसपछि। ठिक छ, हामी पनि तिम्रो मिचेको फिर्ता गर्छौँ र हाम्रो नेपालको सिमाना जहाँसम्म तिमीहरूले मिचेको छौ त्यो पनि फिर्ता गर। अब त्यहाँ के फाइदा के छ भन्दाखेरि थाहा छ, नेपालले 2-4 ठाउँमा होला मिचेको, मिचेको छैन भन्ने तिमीहरू फटाओ। होला मिचेको 2-4 ठाउँमा मिचेको ठाउँमा भारतले 4 गुणा बढी मिचेको छ कि नेपालको सिमाना भनेपछि हामीले 2-4 ठाउँमा फिर्ता गर्नु पर्दा हामीले 4 गुणा फिर्ता आफ्नो जमिन पाउँछौँ भने फाइदा कसैलाई भयो त, भारतलाई भयो, नेपाललाई। यो दिमाग यो देश बेचुवाहरूको भित्र हुँदैन के। यो बालेनले त्यसै भनेको होइन, यो पछिको तथ्य धेरै गहिराइमा छ। यो देश बेचुवाहरूले, यो हङ्गामा गर्नेहरूले यो बुझ्दैन, केही फरक परेको छैन क्या साथीहरू। हेर्दै जानु न गेम कसरी खेलिन्छ भारतसँग बालेनले।